तपाईहरुले यो भिडियो देख्नु भएको थियो कि थिएन नदेखेको भए एकखेर हेर्नु होला नहेरेको भए एकखेर हेर्नु होला है त यो भिडियो उसले हो तपाईले मत हाल्नुस् नहाल्नुस् मलाई सरकार छैन तर जनताको मतले जिताउँ म र तपाईको 5 वर्ष तपाईको प्रतिनिधि हो तपाईले गरेको हर काम गरी लेखा लेखा नीति खोजी गर्न सक्छु म त्यसो गर्नु हुँदैन तपाईले रेस्पेक्ट सिक्नुस् है तपाईले विद्यालयको भित्र सिक्नुस् म यो पार्टीमा भोट माग्न गरेर म भित्र बस्न दिन चाहन्छु पार्टीको मात्रै जिम्मेवारी हो पार्टीको त मान्य हो तपाईले त हेडमास्टर त मैले कति देश भरि चलाएको के कुरा गर्नु भएको कसैको मान्छे काम गर्ने मान्छे हो तपाईले भन्छ किन राखेर भित्र हेडमास्टर छ भने बाहिर फर्केर कुर्सीमा छैन केही जानकारी भन्न सर को त्यो कर्मचारी हो कि कुनको दर्जाको उफ त्यो कुर्सी राखेर मैले सोधिसोधेर हेडमास्टर कहाँ हो भनेर भित्र हुनुहुन्छ त्यहाँको ढोका छैन हेडमास्टर मान्ने आउँदा उहाँ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ओखलढुङ्गाबाट निर्वाचित सांसद प्रत्यक्ष निर्वाचित सांसद विश्वराज पोखरेल हुनुहुन्छ उहाँ चाहिँ केही दिन अगाडि मात्र त्यही ओखलढुङ्गामा एउटा स्कुलमा जानुभएको रहेछ स्कुलमा जाँदाखेरि चाहिँ त्यहाँको प्रधानाध्यापक चाहिँ उहाँलाई स्वागत गर्न आएन भनेर थर्काउनु भएको छ त्यहाँको प्रधानाध्यापकलाई थर्काउनु भएको छ आफूले चाहिँ स्वीकारोक्ति नगरेको पनि उहाँको सचिवालयले चाहिँ उहाँले नै बोलेको हो यो भनेर स्वीकारोक्ति गरिसकेको छ र यो विषय लिएर अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा आलोचना भइरहेको छ यस्ता सांसदहरूलाई चाहिँ तुरुन्तै बर्खास्त गर्नुपर्छ उहाँले माफी मागेर मात्र पुग्दैन भनेर भनेका छन् अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा आलोचनाले भरिएको छ अहिले सामाजिक सञ्जाल चाहिँ उहाँलाई चाहिँ तत्कालै बर्खास्त गरेर राइट टु रिकलको प्रत्याभूति नेपाली जनतालाई दिलाउनुपर्छ भनेर भन्न थालिसकेका छन् नेपाली जनताहरूले तपाईहरुलाई के लाग्छ यस विषयमा तपाईहरुको धारणाले व्यक्त गर्नुहोला र अहिले उहाँले यो भनिसकेपछि त्यहाँको प्रधानाध्यापकले समेत त्यसबारेमा स्पष्टीकरण दिँदै भन्नुभएको छ उहाँभित्र नै आफ्नो कार्यकक्षमा बिजी रहेको व्यस्त रहेको आफू काम गरिरहेको र आफ्नो स्कुलमा सांसद आउँदै हुनुहुन्छ भन्ने थाहा पनि नभएको र आएको भन्ने थाहा पनि नभएको भनेर भन्नुभएको छ त्यहाँको प्रधानाध्यापकले चाहिँ त्यसो भन्नुभएको छ मलाई थाहा थिएन यो उहाँ आउनुभएको रहेछ मलाई कुर्नु भएको रहेछ बाहिर हाम्रो स्कुलभित्र नै आउनुभएको रहेछ मलाई थाहा थिएन पछि जाँदा चाहिँ उहाँ चाहिँ रिसाउनु भयो भनेर भन्नुभएको छ उहाँले विज्ञप्ति निकालेर भन्नुभएको छ सामाजिक सञ्जाल मार्फतै भन्नुभएको छ उहाँले